यसरी यो चाहिँ तपाईँको साउथ इन्डियन डिस हो है। साउथ इन्डियन मिट कसरी पकाउँछ त्यो हामी आज बनाउँदैछौँ। ड्राई साउथ इन्डियन मिट। यसमा चाहिँ तोरी हालेपछि यो कडी पत्ता हालेर हामी यसलाई फ्राई गर्छौँ र त्यो पछि चाहिँ हामी ओनियन हाल्छौँ। अलिकति यसलाई हामी बुन्छौँ के भन्छ बुन्नु होइन, हामी यसलाई सोते गर्छौँ। सोते इङ्ग्लिसमा चाहिँ सोते हुन्छ। अलिकति यसलाई हामी सोते गर्छौँ। त्यसपछि हामी अदुवा लसुनको पेस्ट हाल्छौँ अनि टमाटर पनि हाल्छौँ अनि सबैलाई हामी बुन्छौँ मजाले सोते गर्छौँ। अलिकति डार्क ब्राउन अलिकति पाक्नु दिनु पऱ्यो तेलमा। मजाले भएपछि यसमा हामी मासु मिक्स गर्छौँ। यसरी हामी भुट्छौँ। भुट्दै गर्दा हामी अलिकति हल्दी पनि हाल्छौँ, अलिकति जिरा धनियाँको पाउडर पनि हाल्छौँ अनि अलिकति यहाँनिर तपाईँको रातो खोर्सानी रङ खोर्सानी पनि हाल्दा हुन्छ। तिखा लाल या कुनै पनि तपाईँले चलाउँदा, तर अलिकति हामी यसमा हिङ पनि हाल्छौँ स्वादको लागि, किनकि यो चाहिँ साउथ डिस हो। साउथ डिसको बनाउँदैछौँ त्यही कारणले यो कुरा चाहिँ जरुरी छ। अनि नुन पनि हाल्छौँ यसमा। तपाईँले तेजपत्ता कडी पत्ता र हिङ चाहिँ एकदम भूमिका छ यसको। र यसलाई फ्राई गरेर हामी अघि बोइल गरेको मासु जुन चाहिँ छ त्यसलाई हामी एड गरेर चाहिँ हामी फ्राई गर्छौँ। मसलालाई चाहिँ तपाईँले अलिकति मजाले पकाउनुहोस्। मजाले पाक्यो भने चाहिँ पछि गनाउँदैन, त्यसले पकाएर त्यसपछि चाहिँ हामी एड गर्छौँ। र यसरी निकै मसला पाकेपछि चाहिँ तपाईँले मिटलाई एड गर्दा हुन्छ। एड गरेर चाहिँ तपाईँले यसलाई फ्राई गर्नु पऱ्यो। अब मासु चाहिँ अलरेडी पाकेको हुनाको कारणले यसलाई मजाले फ्राई गरेर जबसम्म अलिअलि तेल निक्लिँदैन तबसम्म फ्राई गर्नुहोस्। यसरी मजाले फ्राई गर्नुहोस्। अलिक पाक्नु दिनु पऱ्यो यसलाई। यो मासुमा चाहिँ तपाईँले यो सोप पनि हाल्नुपर्छ, हल्का यसलाई रोस्ट गरेर पिस्नु पनि पाउडर बनाउनु। अनि त्यो चाहिँ मासु पाकेपछि